हेलो साथीहरू, आज चाहिँ हामीले मासु खाने भनेका थियौँ। खाने भने जस्तो खाने हो कि त्यही खान मन लाग्छ कि गाइज। मैले सबभन्दा पहिला भात पकाएँ राइस कुकरमा, अनि पानी हालेर सफा गरेर मैले भात पकाउन लगाइसकेँ। म त्यसपछि अगाडि मासु ल्याउन निस्किन्छु भनेर भाउजूलाई पैसा मागेँ। मासु ल्याउन निस्किहालेँ साइकलमा 1000 रुपियाँ पाएर। त्यसपछि मासु पसल पुगेँ। फेरि म घर पुग्दासम्म भात पाकिसकेको रहेछ। मैले भात निकालेँ, त्यसपछि मैले मासु पनि निकालेँ। टमाटर प्याज लसुन सबै काटेँ चिलेँ। त्यसपछि म मसलाको लागि रेडी गरेँ। मसला पनि मैले पिसेँ गाइस। त्यसपछि कस्तो गर्मी भयो कि त्यसपछि मासु बनाउँदैछु। अनि मैले खडा मसला हालेँ, प्याज हालेँ, त्यसपछि मासु हालेँ। मासुलाई एकछिन भुटिन दिएँ। बाउ भने ठ्याक्कै फुपू भने कति माया लागेको मेरो डल्लो गयो। अनि मैले मासु पकाउँदैछु, टमाटर हालेँ, मसला पनि हालेँ। त्योसँग फेरि मैले नुन पनि हालेँ। अनि पाक्दैछ, मासु पाक्दैछ। कति मिठो हुन्छ होला है, लास्टसम्म भिडियो हेर्नु होला। मासु पाक्दैछ। अनि भात गाडेँ, हेरेँ फेरि कस्तो भयो भनेर। फेरि चाहिँ हामी खान लाग्यौँ गाइस। कस्तो भोक लागिरहेको थियो, कति मिठो छ कि गाइस। थ्याङ्क यू फर वाचिङ माई भिडियो। थ्याङ्क यू, बाई।